बुलुखुलेको यात्रा आजको हाम्रो हिँड्नु घन्टी बजाउनु न त्यहाँ ट्याङ गर्दै बुलुखुले दुधकुण्ड देवधाम यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। यति भन्दै हाम्रो यात्रा बुलबुले तीर्थधामसम्मको हुनेछ र भइसकेको छ। अहिले चाहिँ यो बुलबुलेमा चिसो यो 2 4 6 7 कति धारा छ भन्नुहोस् त तपाईँहरूले। यो धाराको पानी छिमेकी मेरो आँखा चाहिँ अगाडि हेरिरहनु भएको छ। यो पानी एकदम चिसो छ। आजको मौसम चिसो भएकोले गर्दाखेरि हामीलाई आजको मौसम खासै त्यस्तो तातो छैन है, जाडो भइरहेको छ। यो जाडो मौसममा बाउलाई चाहिँ मेरो आपालाई चाहिँ अलिकति के भन्छ जाडोले सताउने भएकोले गर्दा, चिसोले सताउने भएकोले गर्दाखेरि पानीसँग खासै धेरै खेलिएन। त्यस पछाडि हामी लगातार त्यो धाराभन्दा माथि जुन के भन्छ विष्णुको मूर्ति भएको ठाउँमा हामी गएका छौँ र आपाले केही फोटोहरू खिच्नु भएको छ र माछाहरूको फोटो सँगसँगै मैले आपाको फोटो पनि मैले मेरो क्यामेरामा कैद गर्न सफल भएको छु। र यो बुलबुलेमा आउनु भने जो कोही पनि आफ्नो इच्छा, आफ्नो मनोकांक्षा, आफ्नो भाकल छ भनेदेखि यहाँ आएर तपाईँहरूले केही भाकल गर्नुभएको छ भनेदेखि तपाईँहरूको भाकल, तपाईँहरूको मनोकांक्षा पुरा हुन्छ भन्ने एउटा किम्वदन्ती छ। जुन यहाँ आएर जो प्रेम जोडीहरूको प्रेम सफल भएको र कोही रोगीहरूको रोग के भन्छ रोग नाश भएको, रोगबाट मुक्ति पाएको उहाँ जस यहाँ पुजारीले बताउनु भएको थियो र मैले उहाँसँग केही कुराहरू पनि गरेको थिएँ। त्यो भिडियो मैले तपाईँहरूको माझमा मैले राख्न सकिनँ किनभनेदेखि समय छोटो भएकोले गर्दाखेरि। अनि मेरो आप्पा चाहिँ मन्दिर घुमिसके पछाडि छेउमा बसिरहनु भएको छ। छेउमा बसिरहँदाखेरि अनि के भन्छ यहाँको मौसम आज अलिक चिसो भएकोले गर्दा आप्पालाई यहाँको मौसमले म्याच गरेन। अनि हामी चाहिँ त्यहाँबाट केही समय बसेर केही समय त्यो मन्दिर दर्शन गरेर अनि मन्दिरको वरिपरिको दृश्यहरू मेरो क्यामेरामा कैद गर्दै अनि यहाँ आउनेहरू भक्तजनहरूसँग केही कुराहरू गरेर केही भक्तजनहरूसँग कुराकानी पश्चात हामी अब बिस्तारै घरतिर लाग्ने छौँ। अनि हाम्रो यात्रा अब यही बाटो हुँदै जानेछ। यही बाटो हुँदै हामी निस्केको थियौँ, यही बाटो हुँदै हामी झर्नेछौँ र अब चाहिँ हामी लगभग मन्दिर घुमिसकेका छौँ र तपाईँ पनि आउनुहोला यस क्षेत्रमा, यस धाममा। अनि हामी चाहिँ अब लगभग आफ्नो तीर्थस्थललाई गइसकेको छौँ। अब अन्तिम यो धाराहरू तपाईँहरूलाई देखाउन गइरहेको छु। यो धारा तपाईँहरूले देखिरहनु भएको छ।